Hello Darshak Ben, welcome and welcome back to my Vinay Reaction YouTube channel. So आज म बिहानको 9 बजे म आफ्नै ड्युटी लोकेसनबाट यो भिडियो सुट गर्दैछु अनि म आज दिनभरिको ड्युटीमा म के गर्नेछु त्यो कुराहरू हजुरलाई देखाउने छु साथीहरू। अनि आज यहाँ एउटा सानो नानीको 4 इयर्सको बर्थडे पार्टी पनि रहेको छ साथीहरू। त्यो स्टेजहरू म देखाउन गइरहेको छु हजुरलाई। र आजको मौसम, आजको मेरो लोकेसनमा यस्तो रहेको छ साथीहरू। र हजुरले देख्न सक्नुहुनेछ मेरो ब्याकग्राउन्डमा यसरी फुल फुलेको छ साथीहरू। कति राम्रो फुल फुलेको छ हजुरले देख्न सक्नुहुनेछ साथीहरू। र अब हामी र मेरो पार्क यस्तो रहेको छ साथीहरू, मेरो लोकेसन यस्तो रहेको छ। अनि यता रहेको छ मेरो अफिस, यहाँनिर रहेको छ मेरो अफिस साथीहरू। हजुरले देख्न सक्नुहुनेछ दर्शकबिन, हजुरले देख्न सक्नुहुनेछ यो मेरो अफिस रहेको छ यता। अनि अब म तपाईहरुलाई बर्थडे स्टेज देखाउन गइरहेको छु साथीहरू है त, हेर्दै गर्नु होला है। र साथीहरू म आज हुन गइरहेको अमिरा, एकजना सानो 4 वर्षकी नानीको आज बर्थडे रहेको हुँदा यहाँ चाहिँ नानीको लागि चाहिँ स्टेज बनाइएको छ। स्टेज यस्तो रहेको छ साथीहरू, हजुर देख्न सक्नुहुनेछ। नानीको नाम रहेको छ अमिरा, नानीको नाम रहेको छ साथीहरू अमिरा रहेको छ। स्टेज यसरी सजाइएको छ साथीहरू, यसरी सजाइएको छ। अनि हजुरले देख्न सक्नुहुनेछ यहाँ कियान अनि लियाला साइफ यसरी नामहरू थुप्रै, अल्बिनिया लीला यसरी नाम लेखेर चाहिँ गिफ्टको बक्स बनाएको छ साथीहरू। अनि यो रहेको छ स्टेज, यसरी स्टेज रहेको छ साथीहरू, हजुरहरूले देख्न सक्नुहुनेछ। यसको यता चाहिँ यसरी तपाईँको रुखको छारी रहेको छ। अनि यहाँ चाहिँ यसरी स्टेज बनाइएको छ साथीहरूले देख्न सक्नुहुनेछ। अति राम्रो स्टेज उहाँहरूले बनाउनु भएको छ। अहिले पार्टी चाहिँ 1 घन्टा पछि हुन गइरहेको छ साथीहरू। त जाउँ है त अगाडि। आज मेरो लोकेसनमा तपाईँलाई थोरै भिजिट गराउने छु। यतिखेर मैले चाहिँ क्लिनरहरूलाई क्लिनिङ इस्युहरू चेक गर्नुपर्ने हुन्छ साथीहरू। यो रहेको छ मेरो ड्युटी एरियाको बच्चा प्ले एरिया रहेको छ साथीहरू एकदम। र हामी अगाडि बढ्दै जानेछौँ। यो रहेको छ ठुलो पिपलको बोटहरू साथीहरू, हजुरले देख्न सक्नुहुनेछ मेरो लोकेसनमा। यो रहेको छ पिपलको बोट, यसरी पिपलको बोट रहेको छ। यसरी पिपलको बोट साथीहरू, यसरी पिपलको बोट रहेको छ। र अगाडि जाँदै गर्दा साथीहरू यहाँनिर गार्डनरहरूले साथीहरू अस्ति नै लगाएको फुल पनि फुल्न थालिसकेको छ। यहाँ पहिला सेतो फुल थियो अनि अहिले चाहिँ रातो फुल लगाएको छ, हजुरले हेर्न सक्नुहुनेछ है त, हेर्न सक्नुहुनेछ। रातो फुल फुलेको छ, यस्तरी रातो फुल फुलेको छ साथीहरू, देख्न सक्नुहुनेछ। अनि म पछि तपाईँहरूलाई देखाउनु छु यो जब ठुलो भइसकेपछि यो सबै फुल्दै, यहाँको सिस्टम कस्तो हुन्छ फुल्दै बढ्दै जानेछ साथीहरू। यो जब ठुलो हुनेछ म तपाईँहरूलाई देखाउनु छु। यो 3 नै एराउन्ड 5 डेज एगो लगाएको फुल हो, लगभग सबै फुलिसकेको छ, हजुरले देख्न सक्नुहुनेछ। सबै फुलिसकेको छ है त। हामी अगाडि जाँदैछौँ, अगाडि जाँदै
अनि यतापट्टि रहेको छ सेतो फुल। यसरी सेतो फुल रहेको छ साथीहरू, हजुरले देख्न सक्नुहुनेछ। यो सेतो फुल रहेको छ, सेतो फुल रहेको छ साथीहरू। यो क्याफेटेरिया हो, यो क्याफेटेरिया रहेको छ यहाँनिर। अनि यहाँहरू बच्चाहरू खेलिरहेको छन् साथीहरू, हजुरहरूले देख्न सक्नुहुनेछ। साथीहरू हजुरले देख्न सक्नुहुनेछ। यो चाहिँ तपाईँको सेतो फुल फुलिरहेको छ, हजुरहरूले देख्न सक्नुहुनेछ साथीहरू। रहेको छ पिपलको बोट, पिपलको छाडी रहेको छ। यो अर्को प्ले ग्राउन्ड एरिया रहेको छ। र साथीहरू यो रहेको छ फुटबल स्टेडियम, फुटबल ग्राउन्ड रहेको छ। उता बास्केटबल रहेको छ अनि साथै उता भलिबल ग्राउन्ड रहेको छ है त। हजुरहरूले हेर्न सक्नुहुनेछ, यो फुटबल ग्राउन्ड रहेको छ। फुटबल ग्राउन्डको साइडमा ठुलो ठुलो रुखहरू लगाएर छारी बनाइएको छ साथीहरू, हजुरहरूले देख्न सक्नुहुनेछ यहाँ है त। हजुरले देख्न सक्नुहुनेछ यसरी खेलिराख्नु भएको छ बास्केटबल, भलिबल ग्राउन्ड। र फुटबल कोर्ट आज खाली छ। फुटबल कोर्टमा अहिले दिउँसो बुकिङ हुन्छ, त्यो पनि म तपाईँहरूलाई देखाउने छु है साथीहरू। र साथीहरू अहिले केही न केही अलिकति गर्मी बेसी भएको जस्तो भइरहेको छ यता। सायद अब गर्मी पनि बढ्न थाल्यो होला, गर्मी पनि बढ्न थाल्यो होला। त्यहाँनिर हाउसकिपिङ आफ्नो क्लिनिङको काम गरिरहेको छ त्यहाँ पर साथीहरू। अनि म तपाईँहरूलाई मेरो ब्याकग्राउन्डमा तपाईँहरूलाई देखाउने छु। राम्रो फुल फुलेको छ, हजुरहरूले देख्न सक्नुहुनेछ साथीहरू। राम्रो पहेँलो फुल फुलेको छ। यो फुललाई के भन्छ साथीहरू कमेन्ट गरिदिनु होला, मलाई यति थाहा छैन यो फुललाई के भन्छ। यस्तो रहेको छ साथीहरू, यस्तो फुलिरहेको छ हेर्नुहोस्। पर पनि फुलेको छ, हजुरले देख्न सक्नुहुनेछ साथीहरू। देख्न सक्नुहुनेछ यो फुल यसरी फुलेको छ। अगाडि हेर्दै जानु होला, म तपाईँहरूलाई देखाउँदै गर्छु है त साथीहरू। हेर्दै हुनुहुन्छ यहाँ चाहिँ हाउसकिपिङले चाहिँ डस्टबिन उठाउँदै हुनुहुन्छ, कचडा उठाउँदै हुनुहुन्छ। डस्टबिनमा कचडा हालेर जाँदै हुनुहुन्छ हाम्रो हाउसकीपिंग। अन्ना उधर चेक किया, अन्ना ओला में चेक किया, उधर हो गया। हाँ हाँ ओके, अभी पूरा कर नहीं पाएगा। उधर का भी चेक करना, वो बड़ा वाला। हाँ वो बड़ा वाला भी चेक करना। ओके र हजुरहरूले देख्न सक्नुहुनेछ साथीहरू, प्यारेन्ट्सहरू पनि आनलाइसक्नु भएको छ त्यहाँ बर्थडे पार्टीमा। र म सबै कुरा डिटेलली देखाउने छैन, किन भन्दाखेरि अलि राम्रो हुँदैन, त्यही भएर है। अनि प्यारेन्ट्सहरू बर्थडेको लागि आउन थालिसक्नु भएको छ। हजुरले हेर्दै गर्नु होला मेरो ब्लग। अगाडि सक्नुहुन्छ नानीको बर्थडेको केक पनि आइसकेको छ। नानीको बर्थडेको केक। हेलो गुड मर्निङ म्याम, हाउ आर यु? या फाइन। बर्थडेको मम्मी यहीँ हुनुहुन्छ। बर्थडे अब सुरु हुन गइरहेको छ, हजुरले देख्न सक्नुहुनेछ साथीहरू। अनि नानीको बर्थडेको केक पनि आइसकेको छ। आजको बर्थडे गर्लबाट आएको यो मेरो लागि थियो, अनि केक पनि आएको छ। यो चाहिँ बर्थडे गर्लबाट चाहिँ मेरो लागि आएको हो, हेर्न सक्नुहुन्छ साथीहरू। यो साथीहरू यो बर्थडेमा आएको यो आइटम म यसलाई खाएर टेस्ट दिनेछु है त के कस्तो छ।
यसको भित्र ससेस रहेको छ साथीहरू, ससको सँग रहेछ यो, एकदमै राम्रो स्वाद रहेको छ। ससेसको रहेछ। र साथीहरू, म आज मेरो ब्लग यहीँ एन्ड गर्दैछु। हजुरलाई मेरो ब्लग के कस्तो लाग्यो सल्लाह सुझाव गर्नु होला, अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। ल अर्को ब्लगमा भेटौँला है त सबैजना।